खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले दैनिक रूपमा खानेपानी उत्पादन र आपूर्ति गर्नुपर्दछ। पानी प्रशोधन केन्द्रको दैनिक सञ्चालनको लागि केही महत्त्वपूर्ण कुराहरू छन्। पहिलो, सञ्चालन अघि संरचनाहरूको राम्रोसँग जाँच गर्नुहोस्। यदि कुनै संरचना असामान्य स्थितिमा सञ्चालित छ भने त्यहाँ खराबी आउन सक्ने उच्च जोखिम हुनेछ। संरचनाहरू सामान्य अवस्थामा छन् भन्ने सुनिश्चित गर्नुहोस्। त्यसो भएमा खराबीको जोखिम कम हुनेछ। दोस्रो, निर्दिष्ट सञ्चालन विधि अनुसार मात्र कार्य सञ्चालन गर्नुहोस्। निर्दिष्ट सञ्चालन विधिले सञ्चालनका उचित चरणहरू निर्दिष्ट गर्दछ। निर्दिष्ट सञ्चालन विधिले मानवीय त्रुटिहरूको जोखिम कम गर्न, कार्यको गुणस्तर र कार्यदक्षता सुधार गर्न सक्दछ। तेस्रो, सञ्चालन कार्यहरूको नतिजाको रेकर्ड गर्नुहोस्। खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले दैनिक प्राप्त डाटाबाट संरचनाहरूको स्थिति विश्लेषण गर्न सक्नेछ। दैनिक रेकर्ड मुख्य कार्य सम्पादन सूचक गणना गर्न पनि महत्त्वपूर्ण छ।